हेलो नमस्ते सबैजनालाई वेलकम टु मिलेनियम ट्रेड्स। आज नेप्से अनि सेक्टर अनि केही स्टकहरूको अपडेट गरिरहेछु है त तपाईहरुको लागि। सो आज चाहिँ नेप्से एकदम राम्रो बढेको छ। नेप्सेको ओभरभ्यू भन्नुपर्दा आज 11 अर्बको टर्नओभर भएको छ। लगभग धेरै पछि है, धेरै पछि भन्नाले 11 अर्ब भनेको लगभग ओके जुन हाम्रो रिसेन्ट हाई थियो नि त त्यहीबाट नै धेरै थियो है यसको टर्नओभर चाहिँ। टप भोल्युम हेर्नुहुन्छ भने आज एनआरएन, एमफिल, जिबिएल, सिग्नलहरुको चाहिँ टप टर्नओभर। एकेजिसेल को एकदम धेरै किता कारोबार भएको रहेछ है। आज एकेजिसेल एउटा हेर्नुपर्छ के राति पनि भएको रहेछ है। टप डिमान्डहरु पनि छ तर नेप्सेमा चाहिँ अब के भएको रहेछ भने यो जुन हाम्रो रिसेन्ट हाई थियो नि त 2690 को यसैलाई नै तोड्दियो के। यो अफ कोर्स अब बालेनको पनि एउटा पार्टिसिपेसन उनले जुन हिजोबाट मिडियामा पब्लिकमा आएर बोल्न थाल्यो उसको जुन त्यो मास अपिल ले गर्दाखेरि सबै इन्भेस्टरहरुको अलिकति कन्फिडेन्स बुस्ट गर्थे हिजो र आज है ग्याप अप ओपन भएको छ। अब राम्रो छ है। अब चाहिँ यदि केही गरी केपी ओलीलाई हराएर बालेनले झापामा जित्यो भने चाहिँ हामी मिनी बुल चाहिँ ट्रिगर गर्न सक्छौं है त। अब हाइपोथेटिकल कुरा होइनहरु अब ठ्याक्क भन्न चाहिँ सकिदैन। अहिलेलाई टेक्निकली चाहिँ हाम्रो अब नेक्स्ट सप्लाई चाहिँ कहाँ रहेको छ भनेदेखि यहाँनिर रहेको छ है। अर्को विकलीमा हेरौँ है त। विकलीमा पनि राम्रो क्यान्डल बनेको छ। सबै क्यान्डललाई सबट्रेस गरिरहेछ विथ साउन्ड भोल्युम है। राम्रो भोल्युम आएको छ। अर्को आवरलीमा एकचोटि हेरौँ होला। त्यस्तो हुँदै गर्दा आज आवरलीमा चाहिँ एउटा सानो रिजेक्सनहरु पनि छ। हेरौँ अब भोलिदेखि के हुन्छ। यसको लागि पनि भोल्युम राम्रै छ, त्यस्तो डराउनु पर्दैन है खासै। यो एउटा चाहिँ डोर्दी एउटा स्टक हेरौँ है त। डोर्दी एउटा चाहिँ राम्रो भइराछ। अब विकलीमा एकदम राम्रो बुलिश ब्रेकआउट छ। अब यसको टार्गेट चाहिँ अब ठ्याक्क एउटा यो ट्रायंगुलर प्याटर्न बनाएको छ नि त तपाईको है। यसलाई एकचोटि एभोइड गर्दिनु यो प्यारलल च्यानललाई। ठ्याक्क यति हुने गर्छ है अहिले यो डोर्दीको टार्गेट चाहिँ 320 सम्म चाहिँ हामी देख्न सक्छौं। भोल्युम पनि राम्रो आएको छ है डोर्दीमा। अनि एउटा बुटवल पावर है त। बुटवल पावर पनि एउटा ब्रेकआउट हुने चान्सेस छ यसमा। बुटवल पावरमा ट्रेड लिँदाखेरि अहिलेको प्राइसमा ट्रेड लिँदाखेरि के हुने चान्स छ भने यसको रिस्क टु रिवार्ड रेशियो जस्तै 23% रिवार्ड एन्ड रिस्क चाहिँ जम्मा 3% छ है। यो स्क्रिनशट लिएर राख्नु होला। यो चाहिँ बाइ सेल सिग्नल चाहिँ होइन। अब तपाईहरुले चाहिँ अब एजुकेशनल पर्पजको लागि हो हामी गरिरहेको चाहिँ। फाइनान्स सेक्टर एउटा हेरौँ। फाइनान्स सेक्टरमा चाहिँ अब राम्रो ब्रेकआउट भएको छ। भोल्युम पनि आइरहेछ हैन। एन्ड आज चाहिँ स्वाइप अप क्यान्डल जस्तै बनेको रहेछ। 1 अर्ब भोल्युम रहेछ। हिजो पनि 1 अर्ब 22 करोड रहेछ है। सो अब माथिको प्राइसहरुमा चाहिँ अब प्रॉफिट बुकिङ गर्ने चाहिँ एउटा सजेसन दिन चाहे। अरु चाहिँ मैले खासै के भन्न सक्दिन है अहिले चाहिँ। यो हाम्रो पहिले अस्ति नै तपाईहरुलाई यो भिडियोहरुमा हेर्नु भयो भने यहीँनिर तपाईहरुले किन्नुलाई भनेथे मैले। कति पर्सेन्ट बढेछ सेक्टर यो लाइन छ नि तपाईको 7 डिसेम्बर त्यहीँनिर थियो के। अलमोस्ट 13% बढायो रहेछ है। अनि अर्को एउटा आरएसजीसीएल पनि दिएको थिएँ। सो तपाईहरुले पहिलाको भिडियो हेर्नु भयो भने मैले ठ्याक्कै यहीँनिर दिएको थिएँ। आई मिन ठीक छ। अब यहाँसम्म सब जसले लिनुभयो तिनीहरुलाई चाहिँ कंग्रेचुलेसन है त। फाइनान्स सेक्टर अपडेट भइहाल्यो। के हाइड्रो पावर सेक्टर हेरौँ। हाइड्रो पावर सेक्टर पनि ब्रेकआउट भएको छ आज है। भोल्युम
भोल्युम पनि राम्रै छ है। हाइड्रो पावर सेक्टरको स्टकहरू जुन चाहिँ हाई क्याप थियो त्यो स्टक टिकट खाएको छ आज। सो हाइड्रो पावर सेक्टरको पनि टार्गेट ठिकै छ अहिलेलाई, छ भने होल्ड गर्नु होला। न्यू इन्ट्री पनि गर्न सक्नुहुन्छ लो क्यापहरुमा, जस्तै आज एकेजेसिएल मा धेरै भोल्युम आएको रहेछ। धेरै भोल्युम किता पनि धेरै 15 लाख किता कारोबार भएको छ है एकेजेसिएल। ओके, अब एकेजेसिएल को अपरेटर को हो त आज? एकेजेसिएल कसले धेरै ल्याएको छ हेरौँ। 58 है, 58 छ है। 58 एक्लैले 51,000 51,000 हो। 5,11,600 किता किने रहेछ है उसले अब 1 मन्थ देखि एकुमुलेसन गरे हो भने यहाँ पनि देखिन्छ। 5 लाखमा चाहिँ 6,19,000 मा आजै 5 लाख किता किने रहेछ उसले। 2-3 दिन चाहिँ ट्रेड लिन्छ उसले। सो न्यू इन्ट्री गर्न चाहनुहुन्छ भने यसको सप्लाई जोन यही छ, एकदम हार्ड सप्लाई जोन है। म चाहिँ इन्ट्री चाहिँ नगर्नु भन्छु एकेजेसिएल मा चाहिँ। एकेजेसिएल भन्दा राम्रो खालको स्टक तपाईको यहाँ छ है, पिएमएसपिएल छ। पिएमएसपिएल मा जानु बरु। पिएमएसपिएल मा तपाईहरु ट्रेड लिनु हुँदाखेरि के रिस्क त 2%, 6 रुपैयाँको रिस्क छ, 36 रुपैयाँ चाहिँ फाइदा हुने चान्स छ है। अर्को एउटा टिआरए चाहिँ हाम्रो यो जुन नि बेस थियो नि, यसले बेसलाई नै रेस्पेक्ट गरेर अब प्राइस राइज भइसकेको छ है। अबको हाम्रो फलोइङ डेजमा चाहिँ टिआरए 1000 पुग्ने चान्सेस छ है। भोल्युम पनि आएको छ आज यो विक है। सो आज नै भनौँ, आज त यसले कति लगभग 6% भएको थियो। हिजो हाम्रो ट्रेड चाहिँ यहाँनिर थियो है, टिआरएस को हाम्रो ट्रेड चाहिँ यहाँनिर थियो। जसले लिनुभयो त्यसलाई चाहिँ कन्ग्रेचुलेसन। अर्को इम्पोर्टेन्ट सेक्टर भनेको अर्डर सेक्टर है। अर्डर सेक्टर चाहिँ तपाईहरुले सबैले एउटा स्टक चाहिँ किनिहाल्नु। यो विक नै चल्न सक्छ अर्डर सेक्टर। त्यसमा पनि एनआरआईसी है त। एनआरआईसी मा चाहिँ अब आज चाहिँ अलिकति नेगेटिभ भएको छ है, तर यो विक चाहिँ चल्नेवाला छ एनआरआईसी। अर्को एनआरआईसी पछि एनआरएम, ओएमपी, ओम फार्मास्युटिकल एउटा। अर्डर सेक्टर चाहिँ यो विक चल्छ है। अर्डर सेक्टरको अरु स्टकहरु के छ? अर्डर सेक्टर चल्छ यो पालि। प्योर पनि चल्यो आज। स्मल चापा, एचआरएल छ, एचआरएल चलाइरहेछ आज। एनआरएम, एमकेसीएल, एमकेसीएल हेरौँ त। अर्को तपाईहरुलाई एउटा स्टक चाहिँ मैले दिन चाहेको युएसएचएल हो है। युएसएचएल हाम्रो चाहिँ यहाँनिर बाई थियो। अब तपाईहरु स्टिल बाई गर्न चाहनुहुन्छ भने चाहिँ अब यहाँ तलतिर थियो। अब यही स्टप लस चाहिँ अलि सेट गरेर लिनुलाई यो स्क्रिनशट लिनु होला है त। यहाँ अर्को एउटा शिवम एउटा पनि छ है। शिवम चाहिँ नछुताउनु होला है। शिवम नछुताउनु होला। शिवम टार्गेट 690 छ है त। ओके, ल यति भन्न चाहे। नेक्स्ट भिडियोको लागि वेट गर्नु होला। थ्यांक यू सो मच फर ह्याभिङ मी।